ब्रड पिक, म तिमीसँग एउटै कुरा माग्छु, सुरक्षित रूपमा माथि पुग्न र सकुशल फर्किन पाऊ। पाकिस्तान स्थित काराकोरम हिमश्रृङ्खलाको ब्रड पिक आरोहण गर्नुभन्दा ठिक अगाडि विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जा निम्स दाइले आफ्ना आगामी योजनाबारे जानकारी दिँदै सामाजिक सञ्जाल एक्समा एउटा लामो स्ट्याटस सेयर गरेका थिए। 8000 मिटर भन्दा अग्ला विश्वका 14वटा हिमालहरू बिना अक्सिजन दोस्रो पटक चुमेर नयाँ कीर्तिमान बनाउने अवसर देखिएपछि मात्रै उनले ब्रड पिक आरोहणको निर्णय लिएका थिए। वास्तवमा उनको सुरुवाती योजना पाकिस्तानकै 8000 मिटर भन्दा अग्लो G2 हिमाल चढ्ने थियो। पाकिस्तान प्रस्थान गर्नु अघिको प्रसङ्ग जोड्दै पूर्जाले लेखेका थिए, सुरुवातमा मेरो लक्ष्य केवल ग्यासर ब्रुम 2 आरोहण गर्ने मात्र थियो, तर पाकिस्तानतर्फ प्रस्थान गर्नु अघि मैले आफूले आरोहण गरेका 8000 मिटर भन्दा अग्ला हिमालहरूको हिसाब गरे। त्यति बेला मलाई एउटा कुरा महसुस भयो, यदि यही अवसरमा ब्रड पिक पनि आरोहण गर्न सके भने त्यसपछि केवल चोयु मात्र बाँकी रहनेछ अनि म अक्सिजन बिना विश्वका सबै 14वटा 8000 माथिका हिमाल दोस्रो पटक आरोहण गर्ने इतिहासकै पहिलो व्यक्ति बन्नेछु। आफ्नो मुख्य ध्यान ह्याट्रिक प्रोजेक्टमा भए पनि अगाडि आएको अनौठो कीर्तिमानी अवसरले आफूलाई आकर्षित गरेको उनले स्वीकारेका थिए। अवसरबारे चर्चा गर्दै उनले अगाडि लेखेका छन्, तर अवसरहरू चिच्चाएर आउँदैनन्, ती त चुपचाप निरन्तर मेहनत गरिरहेकाहरूलाई काने खुसी गर्न आइपुग्छन्। आफ्नो विगतको यात्रा स्मरण गर्दै पूर्जाले आफू सधैँ अरूसँग नभई आफ्नै विगतसँग प्रतिस्पर्धामा उत्रिने गरेको बताएका थिए। हरेक दिन आफ्नै क्षमता र सीमालाई अझ पर धकेल्ने कोसिस गर्ने गरेको भन्दै उनले लेखेका थिए, मैले कहिल्यै अरूसँग प्रतिस्पर्धा गरिन, मेरो एकमात्र प्रतिस्पर्धा हिजोको आफैसँग थियो। हरेक दिन आफ्नै सीमालाई अझ पर धकल्ने प्रयास गरिरहे। अक्सिजनको सहयोग बिनै 8000 मिटर माथिका 14वटा हिमाल चुम्ने क्रममा धेरै मानिसहरूले आफ्नो तीव्र आलोचना गरेको भन्दै उनले दुखेसो समेत पोखेका थिए। आलोचकहरूलाई जवाफ दिँदै उनले लेखेका छन्, जब मैले प्रोजेक्ट पोसिबल अन्तर्गत अक्सिजन बिना सबै 14वटा हिमाल आरोहण गरे त्यति बेला धेरैले मेरो आलोचना गरे। यदि त्यसका लागि मैले कस्तो सङ्घर्ष गरे भन्ने तपाईँले देख्नु भएको छैन भने 14 पिक्स हेर्नुहोस्। निर्मल पूर्जाले 14वटा हिमाल आरोहण गर्दा भोगेको कठिन सङ्घर्षलाई समेटेर नै नेटफ्लिक्सले बहुचर्चित डकुमेन्ट्री बनाएको थियो। आरोहण अभियानका क्रममा अरू टोलीले हिमालमै छाडेका आरोहीहरूको उद्धार गरेर यात्राका लागि चाहिने ठूलो रकम आफैले जुटाएको र अग्रपङ्क्तिमा बसेर टोलीको नेतृत्व सम्हालेको कुरा पनि उनले ट्विटरमा उल्लेख गरेका थिए। अहिले भने म अक्सिजन बिना नै सबै 14वटा हिमाल दोस्रो पटक आरोहण गर्ने यात्रामा छु, जसले समग्रमा ती हिमालको तेस्रो आरोहण पूरा गर्नेछ भन्दै उनले आफ्नो यात्राबारे प्रश्न पारेका थिए। यति गर्दा पनि आलोचकहरूको स्वर कहिले शान्त नभएको, तर आफूले तिनलाई वास्ता गर्नै छाडिदिएको उनले लेखेका थिए। आफ्ना उपलब्धिबारे तथ्य पेश गर्दै उनले भनेका थिए, अझै पनि शङ्का गर्नेहरूका लागि एउटा तथ्य पर्याप्त छ। मैले पाकिस्तानका सबै 5वटा 8000 मिटर भन्दा अग्ला हिमाल अक्सिजन बिना टोलीको नेतृत्व गर्दै केवल 26 दिनमै आरोहण गरिसकेको छु। मैले आफ्नो कीर्तिमान अक्सिजन प्रयोग गरेर तोड्नेहरूको कीर्तिमान समेत फेरि तोडेको छु, त्यसका सबै प्रमाणहरू उपलब्ध छन्। यति धेरै कुरा लेखिसकेपछि उनले आफूले चढ्न लागेको हिमाल ब्रड पिकलाई सम्बोधन गर्दै सुरक्षित आरोहण र सकुशल फिर्ताको तीव्र इच्छा व्यक्त गरेका थिए। हिमालतर्फ पाइला बढाउनु अघि उनले लेखेका थिए, ब्रड पिक, म तिमीसँग एउटै कुरा माग्छु, सुरक्षित रूपमा माथि पुग्न र सकुशल फर्किन पाऊ। आफ्नो सम्पूर्ण जीवन हिमालमै बिताएका पूर्जाले आरोहणका क्रममा कुनै पनि हिमाललाई कहिल्यै हल्का वा सामान्य रूपमा नलिएको बताएका छन्। बेस क्याम्पबाट अगाडि पाइला बढाउने बित्तिकै आफूलाई 100% हिमालमै समर्पित गर्ने गरेको उल्लेख गर्दै उनले भनेका थिए, सधैँ त्यस्तै गरेको छु र सधैँ त्यस्तै गर्नेछु। तर तिनै हिमाललाई आफ्नो जीवन सुम्पिएका साहसी आरोही निर्मल पूर्जा यति बेला पाकिस्तानको ब्रड पिकमा गएको भयानक हिम पहिरोमा परि बेपत्ता भएका छन्। उनीसँगै हराइरहेका 10 जना आरोही मध्ये 4 जनाको शव फेला परेको छ। फेला परेका मध्ये 2 जनाको मात्रै शनाखत हुन सकेको छ, जसमा ओमानकी नादिरा अहमद अब्दुल्लाह अल आर्थी र नेपालका पुरबहादुर गुरुङ रहेका छन्। बेपत्ता भएका अन्य आरोहीको खोजी कार्य अझै तीव्र रूपमा जारी छ। हिमाल चढ्नु अघि उनले सकुशल फर्किन पाऊ भनेर एउटै प्रार्थना गरेका थिए, उही साहसी आरोही अनि बाँकी सबै साथीहरूको सकुशल उद्धार होस्। यति बेला सम्पूर्ण विश्व यही कामना गरिरहेको छ।